जय मसी छ अनि वेलकम ब्याक टु थर्ड सेसन। आजको हाम्रो यो खलौकीको यसमा तपाईँले देख्नुहुन्छ मेरो शीर्षक तपाईँले कति प्रोमोमा पनि देख्नुभएको होला। द रक वाज क्राइस्ट। तपाईँले बाइबल पढ्दा तपाईँले याद गर्नुभएको। अनि हामी जस्तो मूर्ति पूजक देशबाट आएको मान्छेहरूले धेरै सुन्ने गरेका छौँ, जहाँ बाइबलमा पुरानो करारदेखि हामी हेर्दै आयौँ भने परमप्रभु मेरो चट्टान हुनुहुन्छ। अनि ढुङ्गा पुजेर आएको मान्छेले फेरि यहाँ आउँदा फेरि ढुङ्गाई भन्दा त अनि अप्ठ्यारो पर्छ, कतिपल्ट कसरी बुझ्ने हो। अनि धेरै यो एक्सिजेटिकल हामी बाइबल कलेजमा पढाउने विद्यार्थीहरूले हामी शिक्षकहरूले यसलाई एक्सिजेटिकल्ली यसलाई हेर्दा, त्यो भनेको बाइबललाई ग्रामेटिकल्ली उल्टा गर्नलाई हामी हेर्दा कतिपल्ट हामी यसलाई स्किप गरेर जान्छौँ। पढ्ने बेलामा पनि हामी स्किप गरेर गइदिन्छौँ, किनभने हामी मान्छे यस्तो छ कि सेलेक्टिभ रिडर्स हो। आज हामीलाई मनपर्ने कुरा पनि त्यो गढेरै पढ्छौँ, अर्थ पनि खोजी खोजी निकाल्छौँ रबर से तन्काएर। जहाँ गाह्रो लाग्दछ पढ्न मन लाग्दैन अनि त्यो ठाउँमा हामी स्किप गरेर गइहाल्छौँ। त्यस कारणले गर्दा तपाईँहरूमध्ये जतिजना पढ्नुभयो पुरानो काल पढ्दा याहवे मेरो गोठालो हुनुहुन्छ भन्दा गोठालोको चित्र दिमागमा आयो, तर याहवे चट्टान हुनुहुन्छ भन्दा कहिले यत्रो ढुङ्गा आयो दिमागमा? किन भन्दा हामी ढुङ्गा पूजा गरेर आएको मान्छे, हामीलाई सिकाइएको छ कि ढुङ्गा पूजा मूर्ति पूजा हो, दुर्वास। तर बाइबलले यो कुरालाई स्पष्ट पार्दछ कि परमप्रभु परमेश्वर चट्टान हुनुहुन्छ। भजन सङ्ग्रहमा राजा दाउदले भन्दछ, म त्यहाँ एउटा सुन्दर शब्द चलाएको छ। नेपाली बाइबलले त्यो क्याप्चर गर्दैन, नेपाली ट्रान्सलेसनले, इङ्ग्लिस ट्रान्सलेसन त्यसलाई क्याप्चर गर्दैन। राजा दाउदले के भनेका छन् भन्दा, छोराले लखेटेको म माथि जाँदा पनि मेरो शरणस्थान, तपाईँ मेरो शरणस्थान हुनुहुन्छ। त्यो क्लिफ ठुला ठुला ढुङ्गा जहाँ चेतमा लुक्न मिल्ने, तपाईँ त्यो मेरो चट्टान हुनुहुन्छ। तल बेसीमा लखेट्दा पनि ठुला ठुला बोल्डर भन्छ, ठुला ढुङ्गा त्रिशुलीमा अनि मेरो त्यो चट्टान, त्यो बोल्डर भनेका छन्। तर हामीसँग एउटै मात्र शब्द छ चट्टान, त्यस कारण हाम्रो दिमागमा कतिपटक चट्टान भन्ने बित्तिकै चट्टान मात्र सम्झन्छौँ। अनि त्यसै सन्दर्भमा आज मैले अन्तिम मास जुन एड्रेस गर्न लागेको छ नयाँ करारबाट, द रक वाज क्राइस्ट। अनि यसमा पार्टिसिपेटरी टाइपोलोजी एन्ड स्याक्रामेन्टल वार्निङ इन 1 कोरिन्थियन्स च्याप्टर verses 1 through 4। किनभने यो प्यासेजलाई हेर्दा धेरै पटक हामीले यसलाई आशिषको रूपमा मात्र हामी हेर्दछौँ, तर यसलाई स्याक्रामेन्ट, यसलाई युकरिस्ट अथवा प्रभुसँग जोडेर हेर्दछौँ। तर त्यस पछाडि पावलले पुरानो करारतर्फ यसो हेरेर लेख्दै गर्दा त्यहाँको असल पक्ष मात्र लेखेर त्यहाँको चेतावनी पक्षलाई हामी धेरै पटक हामी उठान पनि गर्दैनौँ। कुरा त के उठाउँदैन, हामी त्यतातर्फ दिमाग पनि लगाउँदैन। त्यसै सन्दर्भमा आज हामी हेर्नेछौँ। र आजको हाम्रो इन्ट्रोडक्सन पार्टमा हामीले हेर्ने हो भने यहाँ पावलले यो यति छोटो शब्द लेखेको छ कि ग्रिकमा भनेको चाहिँ काहे पेट्रा एन ह क्रिस्टस, त्यो भनेको एन्ड द रक वाज क्राइस्ट। अनि यसमा पावल लेख्दै गर्दा यो जुन वर्ब क्रिया चलाएको छ, जुन त्यसलाई इम्पर्फेक्ट, ग्रिकमा इम्पर्फेक्ट टेन्स भन्छ। हाम्रो इङ्ग्लिसमा हेऱ्यो भने चाहिँ त्यो वाज वेयर डुइङ, त्यो भनेको पास्टमा केही काम गर्दै थियो, त्यो हुँदै गरेको कामको त्यसले संज्ञा दिँदछ। र यसले चाहिँ यो रक, यो चट्टान सुरुदेखि नै थियो भन्ने कुरालाई यसले स्पष्ट रूपमा यसले बुझाउने काम गर्दछ। अनि त्यस कारण पावलले लेख्दै गर्दा जुन हामी टाइपोलोजी, प्रकार शास्त्रको बारेमा, प्रकारको बारेमा कुरा गर्दै गर्दा पावलले यसो भन्दैन कि यो चट्टान यसो भए भन्दैन। पावलले यो चट्टान येशू ख्रिस्टको एउटा सिम्बल, यो त उही गर्छ त, मेरो कानमा मात्रै कराएको क्या हो यो थर्केको। यो येशू ख्रिस्टको जुन सिम्बलिक रूपमा यो चट्टानलाई देखाएको पावलले छैन। अनि पावलले यो पनि भन्दैन कि यो चट्टानले येशूतर्फ इङ्गित गर्छ, येशूतर्फ देखाउँछ भनेर पनि भन्दैन। तर पावलले एउटै भन्छ कि यो चट्टान नै येशू हो, यो चट्टान नै येशू हो। त्यस कारणले यो पढ्दा धेरै पटक मान्छेहरू अलमल्लमा परेका छन्। यसमा तिनवटा ग्रुपमा विभाजन हेर्न सकिन्छ। एउटाले यो पढ्ने बित्तिकै यो के हो, यो बुढोले के भन्यो भनेर वास्ता नगरिकन जाँदछन्। इभन हाम्रो पट्रिस्टिक जुन चर्च फादर्सहरूलाई हेर्ने हो भने पनि, उनीहरूको अवस्थादेखि अहिलेसम्म हेर्ने हो भने पनि, अहिले जुन मोडर्न मान्छेहरू त अझै झन् के भएका छन्, यो आउने बित्तिकै यो पावलले पुरानो करारको यो एलेगोरी भन्छ नि, यो के को संज्ञा दिएर के भन्दैछ, यो के हो भनेर त्यसलाई त्यतिकै स्किप गर्दछन्। दोस्रो दर्जामा परेका मान्छेहरूले पावल हर्मेन्युटिकल एरर, त्यो भनेको बाइबल जुन उल्टा गर्ने, बाइबल जुन उल्टा गर्ने विज्ञान छ, यो विज्ञानमा पावल फेल खायो, अथवा पावलले कहाँबाट के ल्याएर यो मान्छेले गतिलो गरेन,
भन्ने कुरालाई चाहिँ ल्याउँछन्। अनि अहिले जुन बढ्दै गरेको एउटा स्कलरसिप छ जहाँ बाइबल विद्वानहरूले यसलाई लिएर पावलले यो यतिकै गरे होइन, यो एकदम सोफिस्टिकेटेड पार्टिसिपेटोरी टाइपोलोजी, यो भनेको यो दुईवटा शब्द टाइपोलोजी र पार्टिसिपेटोरी भिन्न भिन्दै हो। तपाईँले टाइपोलोजी मात्र हेर्नु भने गुगल गर्नु भने तपाईँलाई यो फ्याक्ट्रीहरूको टाइपोलोजीको बारेमा बढी आउँछ, शिक्षा क्षेत्रको बारेमा आउँछ। तर बाइबलविदहरूले यो दुईवटा शब्दलाई यो सहभागितामूलक सहभागिता जनाउने अर्थमा यसलाई पार्टिसिपेटरी टाइपोलोजीको बारेमा यसलाई व्याख्या गरेका छन्। अनि जहाँ चाहिँ अहिले जुन हेऱ्यो भने यो जुन यो जेकबस डेभिड कोनिङ ठुलो किताब लेखेका छन् मान्छेले, उसले पावलको हर्मेनेटिक्स जुन प्यासेजमा छ यो फ्यान्सीफुल पनि होइन, यो ऱ्यान्डम पनि होइन। Paul is indeed taking the original text, the Old Testament interpretation of the text and the Jewish tradition of the interpretation seriously in light of the Christ even. भनेको तात्पर्य यो मान्छेले यसो हेरेर पावलले यो जुन जसरी यो वाक्यांश चलाएको छ यसलाई पुरानो करारमा हेर्दा पुरानो करारमा यसको ज्वरो गाडिएको छ। यो पावलले कुनै पनि मनोगन्ध्य तरिकाले यो चर्चको लागि लेखिदिएको होइन, अथवा पावल आफैले यसलाई निर्माण गरेर होइन म त खतरा थियोलोजियन पो हो त, अब चर्चको लागि त मैले यसो भन्दा चाहिँ मान्छेको कान ठाठाडो हुन्छ सुन्छ भनेर यसरी लेखिएको यो चाहिँ होइन। त्यसकारणले यो जुन पत्रमा मैले जुन आजको जुन रिफ्लेक्सन छ थियोलोजिकल रिफ्लेक्सनमा मैले यहाँ के कुरालाई जोड दिन जाँदैछु भन्दा यो पावलले जुन फल्स आइडेन्टिफिकेसन अफ द विल्डरनेस रक, कि मरुभूमिमा जुन चट्टान थियो त्यो चट्टान ख्रिस्ट हुनुहुन्छ र यो चाहिँ यो खाली जुन कति मान्छेहरूले चाहिँ के भन्छ भन्दा नेपालीमा कतिपल्ट भन्न अप्ठ्यारो पनि हुन्छ यो कुराहरू, कि यो जुन लिटरेरी करेस्पोन्डेन्स कि जुन पहिला पावलभन्दा पहिलाका मान्छेले यसलाई जसरी बुझेका थिए लेखेका थिए त्यसलाई जुन स्याक्रामेन्टल आइडेन्टिफिकेसनमा मात्र जोडेका थिए भने पावलले बियोन्ड यो स्याक्रिफिसियल आइडेन्टिफिकेसन भन्दा पनि स्याक्रामेन्टल आइडेन्टिफिकेसन भन्दा पर गएर पावलले यसको बारेमा व्याख्या गर्न जान्छन्। अनि त्यसका निम्ति पावलले कति कुराहरू कहाँबाट यसको स्रोतहरू भेटाउँछन् त्यसको बारेमा हामी अलिकति समयको अभाव छ, मलाई जहिले पनि मेरो पालामा समयको अभाव आइपर्दछ, त्यस कारण म एकदमै छोट्याएर म बोल्ने कोसिस गर्छु। अनि यहाँ चाहिँ पावलले जुन यो टाइपोलोजीलाई यो प्रकार शास्त्रलाई हेर्ने क्रममा पावलले दुईवटा पुरानो करारको खण्डलाई हेरेका छन्, जोड दिएर हामीले पनि त्यसलाई हेर्नु पर्दछ। जुन प्रस्थानको पुस्तकको 17 अध्याय र गन्तीको 20 अध्याय र त्यस पछाडि मिस्टिक त्यो भनेको यो ड्युटोनोमी भनेको के भयो व्यवस्थाको पुस्तकको 22 देखि 26 अध्याय र अहिले आएर त्यसलाई पनि अझ ब्रोडली व्याख्या गर्न थालेका छन् कि त्यस पछाडि जुन समूएलको पुस्तक राजाको पुस्तकदेखि लिएर यिर्मियाको पुस्तकसम्मलाई पनि त्यसभित्र राखेका छन्। तर पावलले हेर्दा मलाई जहाँसम्म लाग्दछ उसले पावलले त्यति बेलाको व्यवस्थाको पुस्तकको मात्र 22 देखि 26 अध्यायलाई हेरेको हुनु पर्दछ भन्ने मलाई लाग्दछ। अनि त्यस पछाडि पावलले त्यस आफूभन्दा अगाडि जति पनि भजन सङ्ग्रहहरू छन् जहाँ भजन सङ्ग्रहमा सङ्ग्रहित भजनहरूमा जहाँ येशू ख्रिस्टलाई अथवा याहवे परमप्रभुलाई ढुङ्गा अथवा चट्टानको रूपमा व्याख्या गरेका छन्, ती कुरालाई आधार बनाएर र त्यस पछाडि जुन रेबाइनिक त्यति बेलाको रब्बीहरूले जुन ट्रेडिसन त्यो बाइबल उल्था गर्ने बाइबल व्याख्यानका ती परम्परा बसालेका थिए त्यसलाई आधार मानेर पावलले यो कुरालाई सिन्थेसाइज गरेर राखेको छ भन्ने कुराको म मान्यता राख्दछु। त्यसकारण पावलले यो के भन्दछ भन्दा Paul synthesizes these traditions, reorients them Christologically। किन पुरानो करारमा ढुङ्गा त्यो चट्टानले पानी पिलायो अनि त्यस पछाडि अब त्यसलाई कसरी हामीले हेर्ने भन्ने कुरा हो। त्यसकारण गर्दा पावलले पुरानो करारमा परमेश्वरले आश्चर्य कर्म गरेर त्यो ढुङ्गा फुटाएर पानीमा त पिलाउनु भएन, तर पावलले त्यसलाई हेर्ने नजरियालाई नि रिओरिएन्ट गरेर के भन्दैछ भन्दा त्यो चट्टान जसले पानी पिलायो त्यो चट्टान येशू नै हो। त्यो क्रिस्टोलोजिकली त्यसलाई रिओरिएन्ट गरेको छ भने अनि डिप्लोइज देम यो प्याराग्नेटिकली त्यो भनेको फिगरेटिभली त्यो भनेको यो मेटाफोरिकली पावलले भन्नु खोजेछ कि त्यही चट्टान जसले उजाड स्थानमा पानी पिलायो त्यो प्री इन्कार्नेट क्राइस्ट, त्यो शरीरमा यो मासु र रगतको शरीरमा आउन अगाडिको ख्रिस्ट हुनुहुन्छ। न यस जुन सुरक्षा लाग्यो भन्दा एउटा ढुङ्गाले दुईवटा चरा मार्ने कुरा गर्दै थियो अनि यस्तै सुनिन्छ कि पावलले यहाँ चट्टान येशू ख्रिस्टतर्फ इङ्गित गर्दै यो चट्टानै येशू ख्रिस्ट हुनुहुन्छ र साथसाथै येशू ख्रिस्ट प्री एक्जिस्टेन्ट हुनुहुन्छ। त्यो उहाँ येशू ख्रिस्ट
बनिएको व्यक्ति होइन, बनाइएको सृजित व्यक्ति होइन, तर उहाँ यो सुरुदेखि नै उहाँ हुनुहुन्थ्यो भन्ने कुरालाई यहाँ उहाँ बताउन खोज्दैछ। त्यस कारणले गर्दा यहाँ अर्को कुरा चाहिँ म के एउटा जोड दिन चाहन्छु भन्दा द सेम क्राइस्ट नाउ एक्म्पनीज द कोरिन्थियन्स। मेरो मेन मुद्दा चाहिँ यहाँ हो कि हिजोको दिनमा जुन चट्टानले पानी पिलायो, आज त्यही चट्टानले कोरिन्थीको चर्चलाई जहाँ झैँ झगडा छ, जहाँ फुट छ, जहाँ यौन अशुद्धताका कुराहरू छ, जहाँ सबैभन्दा ठुलो पफ, जुन हामी नेपालीमा पफ खान्छौँ त्यो शब्द त्यहीँबाट आएको पफ, त्यो आफूले ज्ञानले र रेटोरिक्स त्यो वाक पद्धतिमा उनीहरू आफूले आफूलाई श्रेष्ठ ठान्दथे, ती मान्छेलाई भन्दैछ कि तिमीहरूले आज जुन युखरिस्ट प्रभु भोजमा तिमीहरू सामेल हुँदैछौ, जुन रोटी तिमीले खाँदैछौ, जुन तिमीले पानी जुन दाखरस पिउँदैछौ, त्यो इजरायलीहरूले त्यति बेला पिता पुर्खालाई पिएको त्यही हो। अनि यसमा रहेर म सकेसम्म छिटो छिटो जाने म कोसिस गर्छु। त्यस कारणले गर्दा सुरुमा हामीले हेर्नु पर्दा यसको ओल्ड टेस्टमेन्ट के छ भन्दा यो ओल्ड टेस्टमेन्टमा हामी हेऱ्यौँ भने यसको फाउन्डेसन्स हामी हेर्दा दुई चारवटा कुरालाई हामी हेर्दा एउटा चट्टान छ, एउटा पानी छ, अनि एउटा न्याय छ। किन भन्दा धेरै पटक यो न्यायको शब्दलाई मैले किन जोड दिँदैछु भन्दा धेरै पटक यो पदलाई मात्र हेर्दा अथवा यो जुन चट्टानको रूपमा मात्र हेर्दा धेरै पटक आशिषको रूपमा मात्र हेरिराखेका छन्, यसलाई आशिषको रूपमा मात्र व्याख्या गर्दछन्। तर पावलले चट्टानलाई पुरानो करारमा हेरेर नयाँ करारलाई यो कोरिन्थीको चर्चलाई हेरेर भन्दैछ उताको उनीहरूलाई के भएको याद छ, त्यो याद गर है। त्यस कारणले गर्दा यो जजमेन्ट पनि हो, यो चट्टान जजमेन्ट गर्ने जज पनि हो। अनि यसमा जुन यो ओल्ड टेस्टमेन्टको जुन ट्रेडिसन्स छ त्यसमा इन्टरकनेक्टेड कुराहरूलाई 10 मिनट पनि छैन मसँग, त्यस कारण यसलाई म छोड्छु अहिले नै। बरु क्युएनएमा आयो भने यसलाई म तपाईँको सम्बोधन गर्ने कोसिस गर्नेछु। यो एमा हामीले हेऱ्यौँ भने यो मासा र मेरीबाको घटना तपाईँलाई याद हुनुपर्छ कि प्रस्थानको पुस्तक 17 अध्यायमा र गन्तीको पुस्तक 20 अध्यायमा इजरायलीहरू जाँदै गर्दै गर्दा उनीहरू मरुभूमिमा उनीहरू वान्डरिङ गर्दै गर्दा त्यहाँ रेफिडिममा होरेको नजिकै रेफिडिममा त्यहाँ मान्छेहरू तिर्खाउँछन् र त्यस पछाडि मान्छेहरू गनगन गर्दछन्। गनगन गरिसके पछाडि के परमप्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्न र भनेर भनिसकेपछि अनि याहवे परमेश्वरले मूसालाई आज्ञा दिन्छन्। अनि मूसाले ढुङ्गालाई हिर्काइसके पछाडि ढुङ्गालाई आदेश दिइसके पछाडि त्यहाँबाट पानी बग्दछ। र दोस्रो घटना कादेशमा जहाँ यो गन्तीको पुस्तक 20 अध्यायमा उनीहरू मरुभूमिमा हुँदा नै त्यहाँ यो घटना देखा पर्दछ जहाँ यो मिरियम अथवा मूसाको दिदी मिरियम त्यहाँ मर्दछन् र त्यहाँ फेरि पानी आउनु बन्द हुँदछ। अनि याहवेले त्यो मूसालाई त्यहाँ पनि भन्दछ कि यो चट्टानलाई तिमी भन, आदेश देऊ। अनि यो चट्टानलाई भनिसके पछाडि त्यहाँ भन्नुपर्ने ठाउँमा मूसाले ढुङ्गाले लौरोले हिर्काइदिन्छ। त्यो हामीलाई त्यो घटना याद छ अझ पनि यो बाइबल पढ्दा। अनि मूसाले त्यहाँ लौरोले त्यो चट्टानलाई हिर्काइदिन्छ होइन। अनि त्यो मान्छेलाई आफूले हिर्काएर फेरि त्यो मान्छेलाई भन्दछ तिमीहरू रेबल्सहरू, दोस्त पारेर काम गर्छ, तिमीहरू रेबल्सहरू भन्दै अनि त्यहाँ गाली गर्छ। तर त्यहाँ यद्यपि त्यहाँबाट उसले परमप्रभु परमेश्वरको आज्ञा भङ्ग गरे तापनि परमेश्वरले पानी त्यहाँ दिनुहुन्छ र त्यस पछाडि तर याहवेले त्यस पछाडि न्यायको घोषणा गर्नुहुन्छ र मूसा र हारून कहिले पनि प्रतिज्ञाको भूमिमा प्रवेश गर्न पाउने छैन। अनि त्यस कारण यसको विषयमा यो धेरै समय अगाडिदेखि स्कलर्सहरूले यसको थियोलोजिकल जुन सिग्निफिकेन्स र प्यारलिजमलाई उनीहरूले दुईटा न्यारेटिभ्सलाई उनीहरूले हेरेका छन्। र पहिलो जुन शताब्दीका चर्चले पनि यसलाई जुन पहिलो ढुङ्गा हिर्काइयो, ढुङ्गालाई जुन हिर्काएको कुरालाई लिएर उनीहरूले जोडेका छन् भन्दा जो येशू ख्रीष्ट क्रुसमा टाँगिनु अगाडि हिर्काइनु भयो त्यहाँ लगेर उनीहरूले जोडेर यसलाई हेरेका छन्। प्रिफिगरेसन अफ स्माइटिङ अफ द मजाया वन्स एन्ड फर अल। अनि यो जुन प्रस्थानको 17 अध्यायमा जुन हिर्काइएको ढुङ्गा छ यसले क्रुसिफाइड क्राइस्टलाई टाइपिफाई गर्छ भन्दा पनि यो गन्तीको 17ले जुन बर्डिङ रड, त्यो रड बर्ड हुन्छ नि त्यसमा त्यो कोपेलाउनु, त्यसलाई यहाँ टाइपिफाई गरेर त्यो पुनरुत्थानमा जोडेको हामी पाउँदछौँ। यहाँ यो द फ्याक्ट Moses is instructed to speak to the rock in Numbers 20 and that his disobedience in striking instead of forfeits this entry to the land underscores the sufficiency of Christ's single sacrifice. मेरो thesis यहीँनिर तर म के भनौँ के नभनौँ भइसकेँ।
भन्ने धेरै भएको कारण के भनौँ के नभनौँ भइसकेँ। तर म यहाँबाट विशेष गरिकन धेरैवटा जुन उहाँहरूले बोलिसक्नु भएको छ मभन्दा अगाडि टाइप 2 पोस्ट र एन्टी 2 पोस्ट अथवा एन्टी टाइपको बारेमा यिनीहरूको कसरी फङ्सन गर्छ, टाइपले कसरी फङ्सन गर्छ त्यसको बारेमा बोलिसकेकाले म त्यसमा जाँदिनँ। तर पार्टिसिपेटरी टाइपोलोजीको बारेमा तपाईँको बिचमा अलिकति चाहिँ म राख्नेछु। तर त्योभन्दा अगाडि म हेडिङ्सहरूमा मात्र जान चाहन्छु कि याहवे एज इजराइल्स रक इन द ड्युटोनोमिस्टिक एन्ड सामिक विटनेस, कि तपाईँले ड्युटोनोमिस्टिक बुक्समा हेर्नुभयो र तपाईँले भजन सङ्ग्रहमा हेर्नुभयो भने त्यहाँ याहवेलाई धेरैभन्दा धेरै ठाउँहरूमा सुर अथवा रक, हासुर डेफिनेट आर्टिकल राखेर द रकको रूपमा त्यहाँ गरिदिएको हामी त्यसरी सम्बोधन गरेको हामी पाउँदछौँ। र यो व्यवस्थाकै पुस्तक 32मा हामीले यहाँ मोसाको गीतलाई हामीले हेऱ्यौँ भने त्यहाँ पनि यो ढुङ्गाले मान्छेलाई सस्टेन गर्छ भनेर भनेको हामी पाउँदछौँ। र त्यहाँ याहवेलाई दुईचोटि ढुङ्गा भनेको हामी पहिलो भर्समा हामी पाउँदछौँ, द रक हिज वर्क इज पर्फेक्ट एन्ड यु डिजर्टेड द रक यु फादर हु फादर्ड यु फरगट द गॉड हु गेभ यु बर्थ। 32 अध्यायको 18 पदमा यसरी लेखेको हामी पाउँदछौँ। र त्यस पछाडि हामी त्यो तल यसलाई फेरि पनि अर्को इमेजरी दिएको छ, रक इमेजरी। ही मेड हिम ड्रिङ्क फ्रम द रक हनी एन्ड फ्रम द फ्लिन्टी रक ओयल। अनि दाउदकै लाई हामीले दोस्रो सामेलमा हामीले हेऱ्यौँ, त्यहाँ पनि हामी भजन सङ्ग्रह 18सँग त्यो प्यारलिजम समानान्तर रूपमा त्यहाँ परमप्रभु परमेश्वरलाई चट्टानको रूपमा प्रस्तुत गरेको हामी पाउँदछौँ। त्यस कारण यो जति पनि ल्याङ्ग्वेज युज गरिएको छ, रक ल्याङ्ग्वेजहरू युज गरेको हामी प्रशस्त मात्रामा पाउँदछौँ। रक ल्याङ्ग्वेज यो चट्टानसँग जोडेर त्यसले चाहिँ एउटै आइडेन्टिफाई गरेर राखेको छ। त्यो आइडेन्टिफिकेसन सेम आइडेन्टिफिकेसन कि यो ढुङ्गा भनेको परमप्रभु परमेश्वर हुनुहुन्छ र यो ढुङ्गा भनेको जीवित ढुङ्गा हुनुहुन्छ। यो ढुङ्गा भनेको त्यस पछाडि उनीहरूले यो ढुङ्गालाई चाहिँ जीवनको स्रोतको रूपमा उनीहरूले प्रस्तुत गरेको हामी पाउँदछौँ, जहाँबाट पानीको मूल बग्दछ। र यसलाई हामी सरस्वती सर्वे मात्र गर्दा यसबाट एउटा रोबस्ट बिब्लिकल थियोलोजी यसबाट निकाल्न सकिन्छ। स्रोसर म आफै पनि बिब्लिकल थियोलोजीको एउटा टिचर्स भएको नाताले हाम्रो समय प्रायः यस्तै स्थितिमा बित्छ। अनि यहाँ हामी हेर्यौँ भने एउटा सर्वे मात्र गर्दा बिब्लिकल थियोलोजी एकदम स्ट्रङली बिब्लिकल थियोलोजी यहाँबाट इमर्ज हुन्छ कि द रक सुर इज डिभाइन टाइटल फर याहवे, कि यो परमप्रभु परमेश्वरको लागि दिएको एउटा टाइटल हो जसले स्टेबिलिटीलाई जनाउँदछ कि परमप्रभु, अनि यसको बललाई जनाउँदछ, अनि विश्वासयोग्यतालाई जनाउँदछ। ढुङ्गा कसरी, अब तपाईँ र मनमा साँच्चीकै हामी सिरियस बाइबल स्टुडेन्ट्स हो भने मनमा यहाँ आउँदछ यो ढुङ्गा कसरी यो सस्टेन गर्न सक्छ, ढुङ्गा हलचल गर्न सक्दैन भन्ने कुरामा त हामीलाई समस्या भएन, ठुलो ढुङ्गा त कसरी चलाउँछ र हलचल गर्छ र। तर यो ढुङ्गाले कसरी हामीलाई स्ट्रेन्थ दिन्छ र फेथफुलनेस कसरी हुन्छ भन्ने कुरामा हामीलाई यसले कति प्रश्नहरू मनमा ल्याउँछ। द रक एट मेरेबा इज द कम्प्लिट हिस्टोरिकल लोकस अफ याहवेज प्रोभिडेन्स, किनभने यो खालि त्यहाँ अडिरहने स्थिरताको मात्र यो प्रतीक होइन, तर यो ढुङ्गा भनेको यो याहवेको जुन यो डिभाइन प्रोभिडेन्स कि उहाँले जुटाउनेवाला परमेश्वर हुनुहुन्छ त्यसको यो उहाँको उपस्थिति पनि यसले जनाउने काम गर्दछ। र जुन इजरायलीहरूले मसा र मेरिबामा उनीहरूले याहवेलाई चट्टानको रूपमा परीक्षण गरे त्यसको बारेमा पनि तपाईँ र मैले घरमा गएर अब तपाईँले यसको बारेमा तपाईँ आफै पनि खोज्न सक्नुहुन्छ वा पढ्न सक्नुहुन्छ। र अर्को कुरा भनेको यो जुन चट्टानले पानी निकालेर पानी पिलायो यो भनेको डिभाइन सेल्फ डिस्क्लोजर हो। यहाँ हामी के गर्छौँ भन्दा यो पाठ पढ्दा प्रचारकहरूले पनि हामी कतिपटक सर्मन तयार गर्ने बेलामा यसो हेर्छौँ र परमप्रभु परमेश्वरको आश्चर्य रूपमा मात्र हेर्छौँ कि परमप्रभुले ढुङ्गालाई भनेर पानी निकालेर आश्चर्य कर्म गर्यो भनेर हामी त्यति मात्र हेर्छौँ, तर यो ढुङ्गै परमप्रभु परमेश्वर हुनुहुन्छ भन्ने कुरा पाठोलाई हामी देख्दैनौँ। र अर्को कुरा हामी आश्चर्य कर्मलाई मात्र जोड दिन्छौँ तर उहाँको डिभाइन प्रोभिडेन्सको भागलाई हामी त्यति याद गर्दैनौँ। र त्योभन्दा पनि महत्त्वपूर्ण कुरा यो ढुङ्गाले डिभाइन सेल्फ डिस्क्लोजर कि उहाँले म को हुँ भन्ने कुरा चिनाउँदै हुनुहुन्छ भन्ने कुरा हामी बिर्सिन्छौँ। सायद त्यो हाम्रो ह्युमन नेचर होला कि हामीलाई जहिले पनि खानुपर्छ पिउनुपर्छ हाम्रो ध्यान त्यति जान्छ, आश्चर्य कर्मले हाम्रो ध्यान खिच्छ, अनि किन त्यसले इन्ट्रेस्ट जगाउँछ सबैमा, चाहे त्यो बिब्लिकल होस् अनबिब्लिकल जेसुकै होस्। आश्चर्य कर्म त्यस्तो कुनै पनि भयो भने त्यसले क्युरियोसिटी जगाउँछ, त्यस कारण हाम्रो दिमाग त्यता मात्र छ। र म तपाईँहरूलाई रिक्वेस्ट गर्छु अबदेखि यो ढुङ्गा एपिसोडलाई हेर्नुभयो भने, यो चट्टानको एपिसोड हेर्नुभयो भने तपाईँहरूले यहाँ परमेश्वरले आफूलाई दैवीय परमेश्वर ईश्वरको रूपमा आफ्नो परिचय प्रकट गर्नुभएको रूपमा आजदेखि तपाईँले हेर्नुहुनेछ भने म आशा चाहिँ राख्दछु। यो हिस्ट्रीमा नजाउँ, इन्ट्रेस्टिङ हुन्थ्यो, हिस्ट्रीमा इच्छा हुने मान्छेलाई कि यो कन्सेप्ट कसरी
इन्टरटेस्टामेन्टल पिरियडमा त्यो भनेको नयाँ करार र पुरानो करारको जुन बिचको भागमा यो कन्सेप्ट कसरी प्रिपेयर भयो भन्ने कुरालाई हामी हेर्न सक्छौँ समय हामीसँग प्रशस्त भएको अवस्थामा। तर म एउटा मात्र भन्छु, यो पुरानो करारमा हुँदा त्यति बेलाको लिट्रेचरहरूमा यो जुन सलोमन, जो विजडम अफ सलोमन तपाईँले त्यो पुस्तक पढ्नुभयो भने त्यहाँ चाहिँ यो कन्सेप्ट डेभलप भइसकेको थियो कि यो ग्रिक एलेक्जेन्ड्रियामा चाहिँ पहिलो शताब्दीको यो बिसीमा पूर्व ईसापूर्व भन्छ होइन, ईसापूर्वमा त्यति बेला यो जुन ढुङ्गा छ यो चाहिँ डिभाइन विजडमको रूपमा व्याख्या गरिसकेको थियो। अनि यो कङ्क्रिट थिएन यो त्यति बेला चाहिँ। यो भनेको यो जुन ढुङ्गा छ यो पानी निकाल्ने, तिर्खा लागेको मान्छेलाई यो पानी पिलाउने, यो पानी बगाउने यो ढुङ्गा जो चाहिँ माथिबाट रोटी शुद्ध झार्न सक्ने यो ढुङ्गाको रूपमा त्यसलाई व्याख्या गरेको हामी पाउँदछौँ। र पछिका दिनहरूमा यसलाई एउटा दयालु स्पिरिटको रूपमा यसलाई व्याख्या गरेको पनि हामी पाउँदछौँ। जुन हामी पुरानो करारमा हेऱ्यौँ भने त्यो विजडमसँग त्यो प्यारल हामी देख्दछौँ कि जहाँ इजरायलहरू मरुभूमिमा यात्रा गर्दा बादलको खाँबो भएर हिँड्ने जुन बादलसँग पनि यसलाई तुलना गरेको हामी पाउँछौँ। तर त्यही एउटा ग्रिक यहुदी जुन दार्शनिक छ फाइलो अफ एलेक्जेन्ड्रिया, उसले यसलाई एब्स्ट्र्याक्ट रूपमा, नेपालीमा के भन्छ थाहा भएन, एब्स्ट्र्याक्ट आइडियाको रूपमा विकास गरेको हामी पाउँदछौँ। यो भनेको खालि ईश्वरको यो बुद्धि हो, यो ज्ञानको रूपमा मात्र, बुद्धिको रूपमा मात्र यसलाई व्याख्या गरेको हामी पाउँदछौँ। तर जब पावल आउँदछ, पावलले यो लेख्दै गर्दा द क्राइस्ट वाज रक भन्दा पावलले यो दुईटा जुन एउटा इन्टरप्रिटेसन छ, कम्पिटिङ इन्टरप्रिटेसन छ। एउटा विजडम अफ सलोमनमा जुन पुरानो करारमा उनीहरूको जुन पुरानो करारमा आधारित एउटा इन्टरप्रिटेसन थियो भने अब एउटा फाइलोले जुन एब्स्ट्र्याक्ट आइडियाको रूपमा यसले इन्टरप्रेट गर्दै थियो। एउटाले परमप्रभु परमेश्वरलाई साँच्चैकै ढुङ्गाको रूपमा हेरिराखेको थियो भने अब अर्कोले चाहिँ यहाँ यो एब्स्ट्र्याक्ट आइडिया, यो बुद्धि मात्र हो, डिभाइन जुन लगसको कुरा गर्छौँ नि हामी कति पटक, त्यसो यसलाई एब्स्ट्र्याक्ट बनाउँदै थियो। यद्यपि लगस एब्स्ट्र्याक्ट आइडिया त थिएन, लगस इज अ पर्सन। तर उसले पनि के गर्यो भने फाइलोले यसलाई एब्स्ट्र्याक्ट आइडियाको रूपमा, विजडमको रूपमा मात्र हेरेको हामी। यो दुईटा कम्पिटिङ वर्ल्ड भ्यूलाई, यो जुन इन्टरप्रिटेसनलाई पावलले हेरेर पावलले त्यति बेला उसले चाहिँ के भन्छ, पावर प्रिजर्भ द पर्सनल हिस्टोरिकल आइडेन्टिफिकेसन अफ द रक विथ द गड अफ इजरायल, जुन चाहिँ फाइलोको टिचिङसँग पुरै कन्ट्रा थियो होइन। वाइल स्पेसिफाइङ द्याट द रक इज स्पेसिफिकली द प्री इन्कार्नेट क्राइस्ट। त्यस कारणले गर्दा पावल यस कुरामा सधैँ स्पष्ट थियो। पावलले यो ढुङ्गा, यो चट्टान ख्रिस्ट हुनुहुन्छ भन्दै गर्दा कि दि अपोस्टल देयरबाई रिभिल्स द डिपर आइडेन्टिटी अफ द वान एक्टिङ एज रक थ्रु आउट इजरायल्स हिस्ट्री। किन पावलको लागि यो चट्टान, यसोलाई चट्टानको रूपमा हेर्दा पावल यसमा सधैँ क्लियर थियो कि पावल यो चट्टान जुन पुरानो करारमा मरुभूमिमा हुँदा चट्टान, पानी निकालेको चट्टान थियो, जहाँ यो चट्टानले आफू को हो भन्ने कुरा प्रकट गर्यो, यो चट्टान येशू नै हुनुहुन्छ, त्यसमा कुनै पनि सन्देह पावललाई थिएन। त्यस कारणले गर्दा दिस हर्मेन्युटिकल मुभ इज नट युनिक टु पल। कति पटक यसलाई मान्छेले पलले के किन गरे जस्तो चाहिँ पनि गर्न खोज्दछन्, नट युनिक टु पल। किन यो गस्पल अफ जनमा हेऱ्यौँ भने पनि त्यहाँ हामी त्यस्तै सिमिल्यारिटिजहरू हामी त्यहाँ देख्दछौँ, जहाँ येशूले आफूलाई एगो एमी, आई एम भनेर जुन पुरानोमा एक्सोडसको प्रस्थानको पुस्तकमा परमप्रभु परमेश्वरले आफ्नो जुन दैवीय परिचय खुलाउनु भयो, त्यसलाई अब फेरि एउटा यहाँ होसियार गर्नुपर्ने कुरा यसमा आउँदा, किन सुरसले भन्नुभयो हरेक कुरालाई मिल्यो भनेर ओहो छाँटकाँट मिल्यो भन्दैमा त्यसलाई टाइपोलोजी बनाउनु चाहिँ डरलाग्दो कुरा हो। अङ्ग्रेजीमा एउटा भनाइ छ, इफ यु क्वाक लाइक अ डग देन यु आर अ डग। कति पटक हाँस जस्तो क्वाक क्वाक गऱ्यो भन्ने मात्रै हाँसै हुन्छ भने चाहिँ बाइबलमा त्यस्तो चाहिँ लागु नगर्नुहोस् है। इफ यु क्वाक लाइक अ डग देन इट मस्ट बी अ डग। तर बाइबलमा आकार प्रकार मिल्दैमा त्यसलाई टाइपोलोजी रूपमा ल्याउन मिल्दैन। किन म भन्दैछु भन्दा येशूले पनि जहाँ जहाँ एगो एमी भन्नुभयो त्यो हरेक एगो एमीले इक्वल वेट बेयर गर्दैन। उहाँले कति ठाउँमा चाहिँ 7 सेइङ्समा भन्नु भने त्यहाँ येशूले आफूलाई एगो एमी भनेर परमप्रभु परमेश्वरले जसरी इजरायलहरूको बिचमा मसालाई म को भनेर चिनाउँ त भन्दा एगो एमी, आई एम हु आई एम, त्यो नाम दिनुभयो। येशूले त्यो नाम चलाउनु भएको पाउँदछ भने कति ठाउँमा सामान्य रूपमा कुरा गर्दा मलाई भोक लाग्यो म भन्दा चाहिँ त्यही शब्द चलाउँदा त्यसरी चाहिँ बुझ्न मिल्दैन। त्यस कारण यो चाहिँ हामीले अलिकति याद गर्नुपर्छ। गार्ड रेलमा चाहिँ यो टाइपोलोजी गार्ड रेलमा म अलिकति यो कुरालाई चाहिँ ल्याउँदछु। त्यस कारण यो हर्मेन्युटिकल मुभ चाहिँ त्यति युनिक कुरा चाहिँ पलको लागि थिएन। र जुन जुडमा हेऱ्यौँ भने, एपिसोड अफ जुडमा हेऱ्यौँ भने पनि हामी यहाँ येशू ख्रिस्टलाई त्यो हामी यहाँ चाहिँ यसरी चिनाएको हामी पाउँदछौँ, जिजस एज द वान हु सेभ द पिपल आउट अफ इजिप्ट। अनि सुभाष भाइले यसको बारेमा अघि मतीबाट पनि ल्याएको थियो। त्यस कारणले गर्दा यो पावलले जुन टाइपोलोजीको बारेमा यहाँ चर्चलाई माफ गर्नु
कोरिन्थीको चर्चलाई भन्दै गर्दा यो चाहिँ ब्रडर अर्ली चर्चको प्याटर्न अफ रिडिङ दि ओल्ड टेस्टामेन्टमा चाहिँ फिटिङ हुने गरी क्रिस्टोलोजिकली फिटिङ हुने गरी त्यो न्यारेटिभमा फिटिङ हुने गरिकन पावलले यो कुरा प्रस्तुत गरेको हामी पाउँदछौँ। यो रेबाइनिक ब्याकग्राउन्डमा त्यति धेरै नै जान्छ, त्यसकारण यसलाई पनि म तर एउटा चाहिँ महत्त्वपूर्ण एउटा कुरा मात्र भन्छु। त्यो रेबाइनिक ट्रेडिसनमा आइसके पछाडि के थियो भन्दा मिरियम जुन मोसाको दिदी छ, मोसाको दिदीले इजरायल जब मोसा नहुँदा इजरायली दिदीले उनीहरू चाहिँ त्यो दिदीले इजरायल महिलाहरूलाई परमेश्वरको आराधना गर्दै त्यो दोहोऱ्याइराखेको बेलामा फेल पनि भए, तर दोहोऱ्याइराखेको पनि हामी पाउँदछौँ। त्यो पाउँदा त्यहाँ एक्कासी उसको मेरेज, उसले गरेको सेवा भावको कारणले गर्दा त्यहाँ कुवामा पानी आउँदा, तर यो कुरा के कालान्तरमा के विकास भयो भन्दा यो कुवा कस्तो भन्दा अब लखर लखर हिँड्ने भयो। उनीहरू यसरी पनि लेखेको छ कि उनीहरू माथि डाँडामा जाँदा त्यो कुवा माथि डाँडामै उक्लेर आयो, उनीहरू तल भ्यालीमा जाँदा त्यो कुवा पनि उनीहरूसँग आयो अरे, अनि हिँड्ने कुवाको कन्सेप्ट त्यहाँबाट आयो। त्यस कारण म फेरि छोट्याउँदैछु अब यसलाई एकैचोटि। अब हिँड्ने कुवा चाहिँ फेरि अब अर्को के भयो भन्दा अब हिँड्ने कुवा बन्द भयो। यो हिँड्ने कुवा बन्द कहिले भयो भन्दा जसरी उनीहरू इजरायलहरू उनीहरू प्रमिस ल्यान्डमा प्रतिज्ञा गरेको भूमिमा पुगिसके पछाडि मन्ना झर्ने बन्द भयो, मिरिम मरिसके पछाडि यो कुवा पनि अब बन्द भयो। यो कुवा हिँड्न बन्द भयो, यो कुवा चाहिँ पानी आउन अनि यो कुवा बन्द भयो। यो मुभमेन्ट नै सकेको हामी पाउँदछौँ। अब पावलले यो ट्रेडिसनलाई रिओरिएन्ट गर्नको लागि, किन पावल पक्कै पनि ऊ गमलियलको अधीनतामा पढेको कारणले गर्दा ऊ पावल यरुसलेममा बसेर पढ्ने क्रममा यो ट्रेडिसनसँग, यो चर्चको इन्टरप्रिटेसन जुन हर्मेन्युटिकल ट्रेडिसनसँग पावल अनभिज्ञ पक्कै पनि थिएन भन्ने कुरा हामी अनुमान लगाउन सक्दछौँ। अनि पावलले यहाँ रिओरिएन्टेसन, यो ट्रेडिसनलाई कसरी यो टु फोल्डमा रिओरिएन्टेसन गरेको हामी पाउँदछौँ कि यहाँ जुन स्टेसनरी यो प्रब्लमेटिक के छ भन्दा यहाँ पावलले चट्टान यसो हुनुहुन्छ भन्दा यो हिँड्ने कुवा चाहिँ पुरानो करारमा कहीँ पनि थिएन, किन जुन चट्टानबाट पानी निकालेको थियो त्यो त स्टेसनरी चट्टान हो, एक ठाउँमा ढिका पारेर बसिरहेको चट्टान हो। अब हिँड्ने चट्टानको सवालमा चाहिँ पावल त्यहाँ त्यो दुईवटा कुरा के भन्छ भन्दा हि फ्युज द स्टेसनरी मेरिबा रक अफ एक्सोडस 17 एन्ड नम्बर्स 20 विथ द फलोइङ वेल अफ जुइस ट्रेडिसन। त्यो भनेको मर्जिङ द रक ल्याङ्ग्वेज अफ द हिब्रू बाइबल विथ द फलोइङ वेल ल्याङ्ग्वेज अफ अड्डा। यो भनेको लिगलिस्टिकली इन्टरप्रिटेसन गरेको जुइस टेक्स्ट होइन, यो अगाडिक ट्रेडिसनमा त्यो ती बेला चाहिँ अब बोलीचालीको भाषामा उनीहरूको ओरल ल्याङ्ग्वेज ट्रेडिसन हो उनीहरूको। अनि त्यो ल्याङ्ग्वेजलाई पावलले पिकअप गरेको हामी यहाँ पाउँदछौँ। र सेकेन्ड एन्ड मोर रेडिकली हि रिओरिएन्ट्स वेल क्रिस्टोलोजिकली what the tradition attributed Miriam's merit or a primordial well created at toilet is attributed to Miriam, Paul attributes it to Christ as the active agent। भनाइको तात्पर्य अहिले ठाडो भाषामा भन्दा तैँले जेसुकै विश्वास गर्यो त्यति बेलामा मरियमको त्यो कामले गर्दा खुसी भएर उसँग त्यो हिँड्ने भए तापनि त्यो हिँड्ने एक्टिभ एजेन्ट यसो नै हो, त्यो कुवा यसो हो, एक्टिभ एजेन्ट पनि हिँडाउने पनि यसो नै हो। त्यो मिरियम आफैले गरेर त्यो कुवा हिँडे होइन, कुवाले पिलाएको होइन। So Paul thus retains the miracle. The water really followed Israel, but reassigns its ultimate source from Miriam's merit to Christ's presence. रिचार्ड हेसको तपाईँले कमेन्ट्रीमा गएर कोरिन्थियन्सको कमेन्ट्रीमा गएर तपाईँले यहाँ न्यारेटिभ आइडेन्टिफिकेसनको पार्टमा पावलको जुन कुरालाई उसले हेस यसरी लेख्दछ, पल इन्सर्ट्स क्राइस्ट एज द सब्जेक्ट अफ द विल्डरनेस स्टोरी। किन भन्दा यो क्राइस्ट कुनै पनि विल्डरनेस स्टोरीमा कहाँ पनि क्राइस्ट डिभोइड थिएन, हि वाज अलवेज देयर। सधैँ त्यो क्राइस्ट चाहिँ त्यहाँ थियो भन्ने कुरालाई जहिले पनि जोड दिएको हामी पाउँदछौँ। त्यस कारणले गर्दा फ्रान्सिस वाटसनले पनि यो कुरा भन्दछ कि द इन्टायर ओल्ड टेस्टमेन्ट इज अ क्राइस्ट शेप्ड न्यारेटिभ। One cannot read Exodus rightly unless one reads it as the story of Christ with his people. अब यो ढुङ्गा कसरी आयो भन्ने कुरामा एकैचोटि गएर म सघाउन चाहन्छु। यो टाइपोलोजी, एलेगोरी र हर्मेन्युटिक्स अफ आइडेन्टिफिकेसनमा ल कता गयो ल यो पार्टिसिपेटरी टाइपोलोजीमा मात्र म जान्छु। यो पार्टिसिपेटरी टाइपोलोजी भनेको यस सम्बन्धी मैले धेरै स्किप गरेको छु, पछि यो सन्दर्भ मिल्यो खण्डमा हामी क्युएनएमा जान सक्छौँ। यो पार्टिसिपेटरी टाइपोलोजी पावल के भन्नु भन्दा त्यो ढुङ्गा हिँड्यो, त्यो ढुङ्गा हिँडिसके पछाडि त्यो ढुङ्गा चाहिँ एक ठाउँमा कहीँ नहिँडेको ढुङ्गा बाइबलमा हेर्दा पुराणकारमा अब एक ठाउँमा अब हिँडे ढुङ्गा एक ठाउँमा आइसकेपछि रोकेको ढुङ्गा, अब यो ढुङ्गा हिँड्नु पनि छोड्यो, पानी पनि आउनु छोड्यो। अब पावलले के भन्दछ भन्दा यो ढुङ्गा पावलको मेन यहाँ काम भनेको यो चट्टान येशू हुनुहुन्छ
अनि यो चट्टान नै त्यो पानीको मूल हुनुहुन्छ, यो चट्टान नै पानीको स्रोत हुनुहुन्छ। अनि यो चट्टान भनेको जीवित चट्टान हो, यो कसैको मेरिटमा पानी दिने चट्टान पनि होइन, कसैको कामलाई हेरेर। यो भनेको भनाइको तात्पर्य तिम्रो बुझाइमा मिरियमको मेरिट होला, तर हेर चर्च, यो भनेको क्राइस्ट डुइङ, यो सधैँ ख्रिस्टको काम हो। अनि यो चट्टानबाट पिउने मान्छेहरूले जसरी त्यो चट्टानको पानीमा सहभागी हुन पाए उनीहरू, त्यसरी यताको चर्चलाई हेरेर भन्दैछ कि पहिलो कोरिन्थी पत्रमा कोरिन्थी चर्चलाई हेरेर, तिमीले जुन चट्टानबाट इजरायलीहरूले पानी पिए, यदि त्यो चट्टान येशू ख्रिस्ट हो भने प्रेमिसमा, अब लजिकल आर्गुमेन्ट कसरी फलो गर्छ भन्दा, यदि त्यो चट्टान येशू हो भने तिमीले त्यही चट्टान युखरिस्टमा तिमीले त्यही चट्टानबाट खाँदैछौ, तिमीले त्यही चट्टानबाट तिमीले पिउँदैछौ। यसको मतलब यो इन्टरप्रेटेड गयो भने यो जुन स्पिरिचुअल र एक्जिस्टेन्सियल कनेक्सन छ जुन बिब्लिकल टेक्स्ट र लाइफ अफ बिलिभर्सको बिचमा, अब ओटीले के भन्छ भन्दा, ओटीले त जहिले पनि टाइपोलोजीको बारेमा कुरा गर्दा एउटा मान्छे इभेन्ट्सहरू देखाउँदछ जसले येशू ख्रिस्टतर्फ चाहिँ स्याडो गर्छ, फर स्याडोइङ गर्ने काम गर्छ। अनि यो पार्टिसिपेटिभ टाइपोलोजी चाहिँ केमा एम्फसाइज गर्छ भन्दा, अब हामी हो हाम्रो लागि त्यो हिजोको दिनमा त्यसले फर स्याडो गर्ने काम गर्यो, यो ढुङ्गाले येशू ख्रिस्ट पानी दिने, मूल फुटाउने, यो ढुङ्गा हलचल गर्ने, यो ढुङ्गा स्थिर रहने भनेर यहाँ प्रिसपोज गरे तापनि र त्यसलाई फोर स्याडोइङ गरे तापनि अब पार्टिसिपेटरमा के भन्छ भन्दा, यदि यो चट्टान साँच्चै येशू हो भने, यो चट्टानबाट पिउँदछौ भने, यो चट्टानलाई तिमी मान्दछौ भने, यो चट्टानसँग अब तिम्रो पनि पार्टिसिपेसन छ। अनि पार्टिसिपेटरी टाइपोलोजीमा चाहिँ त्यस कारणले गर्दा उनीहरूले एकदमै ध्यान दिने कुरो भनेको इट एम्फसाइजेस हाउ वी इन्टर इन्टु एन्ड पार्टिसिपेट। पार्टिसिपेसन ल्याङ्ग्वेजको बढी यसमा हामी भूमिकाहरू हामी देख्दछौँ। त्यस कारण यहाँ पहिलो कोरिन्थी 10:4 मा हाउ पॉल राइट्स, हे पेट्रा एन्ड क्रिस्टस द क्राइस्ट वाज रक, दिस इज नट करेस्पोन्डेन्स बट आइडेन्टिफिकेसन। अब यहाँ चाहिँ अघि हामीले कुरा गरेको टुपोस अथवा टाइप र एन्टी टाइपको बारेमा कुरा नगरिकन अब करेस्पोन्डेन्स मात्र नगरिकन पावल के भन्दैछ भन्दा, त्यो करेस्पोन्डेन्स भनेको हिजो तिमीलाई बुझाउनका निम्ति मल्किसेदेकको उदाहरण दियो, तिमीलाई मोसाको उदाहरण दियो, आदमको उदाहरण दियो, तिमीलाई योनाको उदाहरण दियो। अब तिमीलाई त्यो उदाहरण होइन, तिमीलाई त्यही व्यक्ति नै, अब तिमीलाई खाँचो छ त्यही व्यक्ति नै हो। अब उदाहरण मात्र होइन, अब यो ढुङ्गा नै येशू हुनुहुन्छ भन्ने कुरा चाहिँ उसले यो कुरा गरेको हामी पाउँछौँ। त्यस कारण यो जुन ग्रामले यो चाहिँ हेऱ्यो भने थ्रु आउट द 40 years विल्डरनेस जुन पिरियड छ उनीहरूको कन्टिन्युसली त्यो रक चाहिँ येशू ख्रिस्टको रूपमा सदा छ। यद्यपि उनीहरूले चिन्न सकेनन्, उनीहरूसँग त्यो कन्सेप्ट थिएन, किन भन्दा उनीहरूको लागि मोनोथिएस्टिकमा उनीहरूको लागि परमेश्वर एकजना मात्र हुनुहुन्थ्यो। यद्यपि हाम्रो लागि प्रभु परमेश्वर एकजना मात्र हुनुहुन्छ, तर ट्रिनिटीको कन्सेप्ट उनीहरूसँग थिएन। त्यस कारणले गर्दा उनीहरूले जहिले पनि हेर्ने भनेको परमप्रभु परमेश्वरकोमा। तर पावलले के भन्दैछ भन्दा, यद्यपि तिम्रो मोनोथिएस्टिक फ्रेमवर्कमा त्यो परमप्रभु परमेश्वर भए तापनि तर वास्तवमा त्यो येशू हुनुहुन्छ, त्यो चाहिँ वास्तवमा येशू हुनुहुन्छ। त्यस कारणले गर्दा पावलको भन्नमा यो जुन ग्रामेटिकली हामीले यसलाई हेऱ्यो भने पल युजेस द भर्ब अफ बिइङ नट बिकमिङ ओर सिग्निफाइङ। त्यस कारणले यो एउटा अन्टोलोजिकल ल्याङ्ग्वेज हो जुन हामी ग्रिकमा कुरा गर्दा अन्टोलोजी भन्छौँ नि, द नेचर अफ बिइङ, कि यो पहिलादेखि नै थियो, नट मियरली जस्तो फिनोमेना कुरा हो। यो जुन फिनोमेनोलोजिकल यो भनेको अन्टोलोजिकल कुरा हो। सो पल इज स्पिकिङ अफ द रक्स प्न्युम्याटिक आइडेन्टिटी जुन हामी न्युमा भन्छ, पन्युमा जुन ग्रिक पन्युमाबाट, यो भनेको स्पिरिचुअल आइडेन्टिटीको बारेमा यहाँ कुरा गर्दा, इट्स फिजिकल सब्सटेन्स रिमेन्ड फ्लिन्ट अर लाइमस्टोन बट इट्स लाइफ गिभिङ एजेन्सी वाज द वर्क अफ क्राइस्ट। ढुङ्गाको कुरा। तर अब गार्ड रेलमा म टाइम त गएको गएछ त, अब गार्ड रेल मैले यहाँ मात्र समय बिताउनु पर्ने जस्तो लाग्यो, किन अरू सबै छोडेर। गार्ड रेल चाहिँ किन भन्दा हामीले गार्ड रेल भनेको जस्तो मान्छे लड्ला भने हामी रेल राख्छौँ गार्ड रेल। टाइपोलोजीलाई यदि हामीले एउटा दुईवटा कुरा मिल्ने बित्तिकै सबै कुराले टाइपोलोजी अघि सुरक्षाले हुनु, यो टेम्पटिङ नै हुन्छ। चाख लागेपछि यो पनि हो कि यो पनि हो कि जस्तो लाग्छ नि हामीलाई, त्यो बनाइदिउँ जस्तो लाग्छ नि बुझाउनलाई, त खतरा बुझाइदिउँ भनेर। तर त्यसको गार्डन पनि चाहिन्छ। इफ पार्टिसिपेटरी टाइपोलोजी आइडेन्टिफाइज द रक एज क्राइस्ट, वाट प्रिभेन्ट्स दिस फ्रम स्लाइडिङ इन्टु आर्बिट्रेरी एलेगोरी? कि यो यदि टाइपोलोजीलाई हामी जुन पार्टिसिपेटरी टाइपोलोजी चाहिँ येशू ख्रिस्टलाई चट्टानको रूपमा परिचित गराउँछ भने चाहिँ अब यो जुन एलेगोरीको रूपमा
एलेगोरी भनेको बुझ्नुहुन्छ? एलेगोरीमा के हुन्छ भन्दा यो साङ्केतिक, यो चाहिँ इटर्नल ट्रुथ नै यसले एक्सप्लेन गरे तापनि, यसले व्याख्या गरे तापनि यो आलङ्कारिक रूपमा हुन्छ, हिस्टोरिकल नहुन। अनि त्यस कारणले गर्दा यहाँ के पावलको चाहिँ के छ भन्दा पावलले यस्तो एलेगोरी यदि सबैलाई हामीले यसरी मान्यता दियो भने भोलि त हामी यसरी एलेगोरीमा हामी जाँदैनौँ र त्यो स्लिपरी स्लोप भएर गएर भोलि सबै कुरालाई हामीले त टाइपोलोजी मान्न थाल्यौँ भने त। त्यस कारण पलले चाहिँ यो गार्ड रेलमा चाहिँ यो specific, definite in Exodus 17 and Numbers 20 and as elaborated in Jewish traditions. धेरै पटक तपाईलाई अहिले यो गाह्रो पनि भयो होला किन मैले धेरै स्किप गरेको छु यसमा। सो we impose, अनि यो चाहिँ हाम्रो निम्ति गार्डरेल हो। त्यसकारण गर्दा यदि कुनै पनि टाइपोलोजीलाई तपाईले ल्याउँदा त्यो टाइपोलोजीले बचाउने काम गर्छ गर्दैन, जुन अघि किन्समैन रिडिमर उदाहरण ल्याउँदा अनि त्यहाँ बचाउने काम गरेको छ कि छैन त्यो कुरालाई हामीले हेर्नुपर्छ। जजिङ सेभिङ एक्ट र जजिङको एक्ट त्यहाँ भएको छ कि छैन त्यसलाई हामीले हेर्नुपर्छ। त्यसकारण अब स्याक्रामेन्टल लजिकमा गराउँदा म यत्रो धेरै यही सकाइदिउँ कि अब के गर्दा यसमा 5वटा शब्द छ, जुन 5वटा प्यान्टेस। पावलले के गर्छ भन्दा कसरी अब स्याक्रामेन्टसँग जोड्छ भन्दा तिम्रा पिता पुर्खाले यो समुद्र तरे यो गरे त्यो गरे 5वटा छ। अनि पावलले कोरिन्थीको चर्चा हेरेर भन्छ तिमीहरू पनि त्यही गर्दैछौ कि तिमीहरूले we all were under the cloud, all passed through the sea, all were baptized into Moses, we all ate the same spiritual food, all drank the same spiritual drink. अनि यसमा पावल एकदम इम्फेटिकली उसले पावल भन्दैछ कि हरेक मेम्बर जुन यो मरुभूमिमा उजाड स्थानमा गएका जति पनि मानिसहरू थिए ती मानिसहरू सबै पूर्ण रूपमा त्यो यात्रा पिउने त्यो नदी तरेर जा त्यो बादलको खाँबोको र आगोको ढोरेर यो सबै कुरामा उनीहरू बराबरी उनीहरू सहभागी थिए। कोही कुरा मान्छे चाहिँ म जाँदिनँ भनेर नगएको त्यही अवस्था छैन, सबै कुराहरू त्यहाँ गए समान रूपमा त्यहाँ सहभागी भएको देख्दछौँ कि देयर वाज नो एक्सेप्सन। जुन ब्याप्टिजम इन्टु मोजेस इन च्याप्टर यो भर्स 2 मा छ, पावलले यसलाई जुन रेड सी क्रसिङसँग जोडेर पावलले यसमा भनेका छन्। अनि यहाँ चाहिँ हामीले हेर्यौँ भने जुन स्पिरिचुअल फुडको बारेमा कुरा गर्दा पावलले एउटा शब्द चलाएको छ चाहिँ पनिमाटी कोन ब्रोमा, यो स्पिरिचुअल फुड यो मन्नासँग जोडेको छ। अब यो मन्नासँग जोड्दा फेरि अब टाइम छैन, फेरि उसमा जानुपर्ने हुन्छ योनाको सुसमाचारमा येशू ख्रीष्टले। किन यति मात्र म भन्छु तपाईँहरूलाई कि युद्धीहरूको के थियो भन्दा परमप्रभु परमेश्वरले उनीहरूलाई उजाड स्थानमा हुँदा मन्ना खुवाउनु भयो, आकाशको ढोका खोलेर मन्ना खुवाउनु भयो। अनि उनीहरू जसरी उनीहरू प्रतिज्ञाको भूमिमा पुगे त्यो ढोका बन्द भयो, अब उनीहरू कमाइ गरेर खानुपर्ने भयो, मेहनत गरेर खानुपर्ने भयो। र त्यस पछाडि यहुदी एउटा ट्रेड अब यो साँच्चै फेरि यो चाहिँ मसिहा आउनुहुन्छ, स्वर्गको ढोका फेरि खोलिने, ढोका खोलिसके पछाडि अब त्यहाँबाट फेरि रोटी झर्ने छ। अनि येशू ख्रीष्टले भन्नुभयो जीवनको रोटी म नै हो। अनि येशू ख्रीष्टले भन्नु यो शरीर स्याक्रामेन्टल ल्याङ्ग्वेज अब यहाँ हामी देख्दछौँ पिउने कुरामा जसरी चट्टानबाट पिलायो उहाँको शरीरबाट पिलाएको हामी टाइपोलोजीको कुराहरू पार्टिसिपेट यो देख्दछौँ। तर यो दुईटै कुरामा मैले भन्नु खोजेको थिइनँ पार्टिसिपेटरी टाइपोलोजीमा तपाईँ र मैले टाइपलाई हेरेर एन्टी टाइप र टाइपलाई हेरेर येशू ख्रीष्ट यो पो येशू ख्रीष्ट आउनु अगाडि यो पो यस्तो थियो त्यस्तो थियो अनि त्यसपछि येशू ख्रीष्टतर्फ यसरी औँलाले देखाएको भनेर चित्त बुझाउने मनमा सान्त्वना मात्र होइन, अब तपाईँ र मलाई यसमा सम्पूर्ण रूपमा बराबरी सहभागिताको निम्ति उहाँले चाहिँ बोलाउनु भयो, त्यो सहभागी गराउनु भएको छ। यो चाहिँ हाम्रो लागि चाहिँ कम्फोर्ट हो, चर्चको लागि कम्फोर्ट चाहिँ यही हो। तर अब यो वार्निङ पार्टलाई पछि एड्रेस गर्छु म सघाउँछु। म पावलले यहाँ यो चट्टान येशू हुनुहुन्छ भनेर भन्दै गर्दा हाम्रो बुझाइ हाम्रो पढाइ फेरि पनि सेलेक्टिभ रिडर्सको नाताले हाम्रो पढाइ के छ कि हामी उजाड स्थानमा हेर्दछौँ अनि त्यो चट्टानले
लाए अनि उनीहरूले सबैले सहभागी एक पिए, त्यो खा मेट्ने गरिकन पिए। अनि त्यो घटनालाई हामीले हेर्दा व्याख्या गर्ने क्रममा परमेश्वर यहोवा यिरे परमेश्वरको रूपमा हेर्छौँ। त्यो चट्टानलाई अघि मैले भने कि यो चट्टानलाई हामीले उहाँको ईश्वरीय परिचय खुलाएको रूपमा हामी हेर्दैनौँ र यो चट्टानले यसरी खुवाए तापनि सबैलाई इन्डिस्क्रिमिनेटली पक्षपात नगरिकन सबैलाई पिलाए तापनि तर यो चट्टानबाट पिउने मान्छेहरू अधिकांश मान्छेहरू मरे। वार्निङ चर्चको लागि हामी कतिजना क्याम्पमा यो यस्तो क्याम्पमा पनि छौँ, हामी वन्स सेफ अलवेज सेफ भन्ने मान्छेहरू पनि छौँ अनि कतिजना होइन भन्ने मान्छेहरू पनि हुनुहुन्छ। तपाईँ जुन खेमामा बसे तापनि पावलको एउटा वार्निङ चर्चको लागि वार्निङ थियो। यो चट्टान येशू हुनुहुन्छ भने पत्रुसकोमा हामी हेर्दछौँ यो चट्टान शिरढुङ्गा हुनुहुन्छ, तर हामी यो पावलको लागि मात्र अहिले ध्यान दिनु। पावलले भन्दा यो चट्टान ख्रिस्ट हुनुहुन्छ। यो चट्टानलाई हेरेर पावलले यो कोरिन्थीको चर्चलाई सबै कुरामा सुसम्पन्न चर्चलाई भन्दैछ, हेर विगतमा यिनीहरूले पनि खाएका थिए, यिनीहरूले पनि पिएका थिए, अझ यिनीहरूको विश्वासमा त यो त गोठालो लागे जस्तै पछि पछि शुद्ध लागेका थिए। यो चट्टानबाट पानी पिलाउनु त कुमै भएर यो स्याक्रामेन्टल ल्याङ्ग्वेज मात्र होइन प्रिय, अब यो जजमेन्टल ल्याङ्ग्वेज, यो कभर्नेन्टल जजमेन्टल ल्याङ्ग्वेज कि तिम्रो हालत पनि त्यही हुन्छ। त्यस कारणले गर्दा चर्चलाई मेरो यही उत्साह छ। यसको मतलब तपाईँले मुक्ति घुमाउँछ भन्नु खोजे होइन मैले प्रिय, म त्यो खेमामा पर्दिनँ, तर भन्नु जसरी त्यता हेरेर पावल जुन 5वटा सबै 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 भन्नु नि, सबैले खाए, सबैले पिए, सबैले नील नदी कटे, सबै गरे, मोसाको बप्तिस्मा लियो भने तर पनि ती मान्छेहरू मरे। पावलको हामीलाई आज एउटा चेतावनी के छ? यो चट्टान येशूहरू त हामीले चिनेका छौँ, यो चट्टानलाई येशूको रूपमा हामीले ग्रहण गरेका छौँ, यो चट्टानमा हाम्रो शरणस्थान बनाएका छौँ, राजा दाउदले भने जस्तै लुकेका छौँ, सबै गरेका छौँ। तर वार्निङ चर्चको लागि वार्निङ हो, त्यता पनि हेर जो क्षति उनीहरूले भोगेका थिए। त्यस कारणले गर्दा म तपाईँहरूको बिचमा यति राखेर कन्क्लुजनमा एउटा मात्र भन्छु, द रक गेभ वाटर, द रक अल्सो क्रस्ड। The rock gave water, but rock also crushed. The Corinthians and we as a church must examine ourselves. The same Christ who accompanied the church in baptism in Eucharist is the same Christ who accompanied Israel. यो डरलाग्दो कुरा हो। बाइबलले कम्फोर्टको लागि मात्र हामीलाई देख्छ। धेरै पटक हामी कम्फोर्ट मात्र दिने काम गर्छौँ, प्रिचरहरूले पनि मान्छे तर्साउनु पनि काम गर्नुपर्ने रहेछ टाइममा। The question is not whether Christ is present. The question is whether we will drink from the rock or be crushed by it. Thank you.